यहाँनिर लड्यो, हल्का हल्का चोट लाग्यो, फोरै फोर भयो, के भयो, यो बाङ्गे छ। अनि यो 200 रुपियाँ नास्ता खाएँ है। ल हुन्छ, जाऊ राम्रोसँग गएँ। कपुरकोट, फाइनल्ली कपुरकोट इन्ट्री भइसकेको छ। तर निन्दा लाग्यो, आम्मा किन यस्तो। ल है गाइजहरू, अब चल्दिस, अब चाहिँ लाग्यो। केही त बिर्सिया छैन नि, बाइक साइक बनाइयो, अब लाग्यो है। बाटोमा के कस्तो हुन्छ हेर्दै जानु होला। अहिले म चाहिँ भर्खरै रतनपुर चोकबाट निस्किँदैछु। अहिले चाहिँ 10 बजिरहेको छ, म चाहिँ हिँडिसकेको छु, एक्लै छु म चाहिँ। भिडियो कस्तो हुन्छ के हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला। अगाडि गएर चाहिँ पेट्रोल फिलअप गर्नुपर्ने हुन्छ, त्यसपछि चल्दिस। लङ टाइम धेरै पछि यसरी राइड जान पाइयो। सधैँभरि यसरी राइड जान पाए त मजा आउँथ्यो, तर के गर्ने, निस्किनै मिल्दैन, निस्किनै पाउँदैन। कति महिनापछि बल्ल भ्लग गर्दैछु मैले। जस खुसी लाग्छ भ्लग गर्दै बाइकमा हिँड्दाखेरि। समयले साथ दिन्न र पो हो। अब रतगाउँ चोक, यो चाहिँ यहाँदेखि अगाडि गयो भने अगाडि पेट्रोल पम्प छ, यहाँनिर पेट्रोल फिलअप गरेर हिँड्नुपर्ने हुन्छ पुरै नन स्टप। पेट्रोल हाल्ने ठाउँ चाहिँ कटिसकेछ है, मैले देखेन त तेरिका। अब तुलसीपुर हाल्नुपर्छ, तुलसीपुर नभए बाटोमा बिच बाटोमा हाल्नुपर्ने हुन्छ पेट्रोल चाहिँ। पेट्रोल हाल्ने भनेको चाहिँ बिर्सेछ है, साइडमा यताउता हेर्न अलि भुलेछु म। डबल कटिङ हुन लागेको रहेछ है। डबल कटिङ त पहिल्यै भइरहेको थियो, अब काम सुरु हुन लागेको छ। किनभने चुनाव आउँदैछ नि त, मान्छेको आँखामा यसो हल्का घाँसहरू धुलोहरू त हालिदिनु पऱ्यो नेताहरूलाई। चुनाव आउनु लागेको बेला बाटोहरू बनाएपछि त भोट हाल्छ। त्यही भएर चाहिँ अहिले तुलसीपुरबाट उतैबाट बनाउँदै आएको छ क्या हो, त्यस्तै लागिरह। पन्जाहरू लाउँदा पनि जाडो त बबालै जाडो छ, त्यही पनि अहिले 10 बजेको छ। दिउँसोतिर, साँझतिर, बिहानतिर भयो त झन् हिँड्नै सक्दैन होला हो। के साह्रो जाडो, जाडो सिजनै लगाएको छैन अझै। मैले चाहिँ मास्क लगाइरहेको छु, त्यसैले साउन्ड चाहिँ कस्तो सुनेको छ थाहा भएन, जस्तो सुन्ने पनि अब के गर्नु। यहाँ हो पेट्रोल हाल्नु पर्ने, उताबाट आउनु पर्ने, म यताबाट आएँ किनभने देखेन नि त। पेट्रोल फुल हालिदिनु न, फुल। ल है त पेट्रोल पनि हालियो। अब नन जानुपर्ने हुन्छ, नन स्टप आरामले जानुपर्ने हुन्छ। पेट्रोल पनि फिलअप गरियो, लेट्स गो। मजा आउनेवाला छ है, मजा आउनेवाला छ। हामी चाहिँ तुलसीपुर आइपुगिसकेका छौँ। तुलसीपुर आइपुग्यो फाइनल्ली। घोरैबाट तुलसीपुर आउन चाहिँ समथिङ, घोरैबाट तुलसीपुर आउनु चाहिँ कति 35 मिनट चाहिँ लाग्यो मलाई। 35 मिनटमा आइपुगेको छु। टाइमिङहरू हेर्दै टाइमिङहरू मिलाउँदै जानुपर्ने छ है। अब रुकुम जानको लागि यहाँदेखि चाहिँ टक्क लगाएर
राइटबाट जानुपर्ने हुन्छ यताबाट सट्ट लगाएर। कहाँ हेर्छ र के हो, कता कता हेरेर चलाउँछ बाइक पनि आफै जुत्न आउँला जस्तो गर्छ यार। ल है कहाँनिरको उकालोमा आइयो यो टक्क लगाएर देख्न सक्छौँ भ्यू खोलाहरू सही रहेछ। यहाँदेखि अब उकालो 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 जानुपर्ने हुन्छ। ल एकछिन आराम गरेर जानेछु। बाटो त कतै राम्रो छ कतै खतम छ, धुलै धुलो त्यस्तै हो है। रुकुम जाने बाटो त भइसक्यो, कस्तो होला आमा धुलो। बाजेहरू दाउरा काट्न आउनु भएको, दाउरा ओहो कपुरकोटको ओह्रालो है यो चाहिँ। ऊ त्यहाँ देख्न सक्छौ टक्क लाएर यहाँदेखि यस्तो गरेर ऊ त्यहाँ माथि डाँडा चाहिँ कपुरकोट डाँडा हो। यही बाटो बिग्रेको भनेको धुलोको धुलो ढुङ्गाको ढुङ्गा के छ कस्तो छ आजकल बाटो, आजकल कस्तो पो छ पो। एक्लै एक्लै त अलि नमजा नै हुन्छ है भन्नु पर्दा, किनभने बोल्ने मान्छे कोही हुँदैन, एक्लै गाह्रो छ। के गर्नु हिँड्नै पर्यो। कसरी हिँड्छ होला हौ एक्लै मान्छे त, म कसरी राइड गर्छ होला। हाउ हाउ ब्रो हाउ। यो गाडी अघि उता थियो अनि आइसक्यो। आजकल मान्छेहरू दाउरा धेरै काट्दो रहेछ, बाटो बाटोमा दाउरा राख्दै दाउरा फेर्दै जान्छ। के हो जान्छ क्या हो पारि त धुलोले के हो यस्तो, कहाँको धुलो हो, यही ओह्रालोको धुलो हो क्या हो त्यस्तो लाग्यो। रोक्छु दाजु रोक्छु, के बाइक के हो यो एकैमा पनि अलिकति छोयो क्या त्यहाँनिर। सरी ल दाजु, म चाहिँ यताबाट हालिदिन्छु। हो यहीँको धुलो रहेछ यो त। अहिले बाटो मर्मत हुँदैछ, पहिल्यैदेखि हो यो बाटो नबनेको पनि, पहिलेदेखि हो। कमेन्ट गराउनु कमेन्ट गर्नु कोही मान्छे त हुँदैन, कोही मान्छे पनि त हुँदैन। कसले कमेन्ट गर्छ, कसले कसले कमेन्ट गर्ला, कसले मेरो भ्लग हेर्ला, त्यस्तै छ जिन्दगी। भ्लग गर्ने सपना पनि सिमेट हुने भयो। अहिले चाहिँ के बाटो बन्दै रहेछ यता कतै। मैले चाहिँ यो पन्जा पनि निकालेको छु, मङ्की मास पनि निकालेको
सजिलो हुन्थ्यो। यही बाटोमा केही वर्षपछि डट लिएर आउने छु। यही धुलोले हो मान्छे पागल हुने। धुलो के साह्रो धुलो हो। ओह धुलो आम्मा गाह्रो अझै कटे खाएन धुलो बाटो धुलो बल्ल बल्ल धुलोबाट कट्यो फेरि आउँछ होला कति के साह्रो धुलो आम्मा आँखाभरि मुखभरि त मान्छे नचिन्ने भयो हातमै हेरौँ न भोक लाग्यो मलाई भन्नुपर्दा कति बेलादेखि भात खाएन मलाई मात्रै थाहा छ हिजो साँझ पनि खाएन बिहान पनि खाएको छैन त्यही भएर हल्का भोक लागेको अवस्था है गाइजहरू तल चाहिँ बन्नु लास्ट भन खतम भइसक्यो रहेछ अस्ति पालि आउँदा यस्तो बाटो थिएन अस्ति पालि पनि बाइक यहाँको भ्लग पनि हुन्छ होइन तपाईँ 3 दिन 4 दिनको लागि म निस्केँ दाङबाट अब कति टाइम लाग्ला भोलि काम हुन्छ भने शनिबार आइतबार अब आइतबार फर्किने हुन्छ मेबी शनिबार साँझतिर हुँदैन होला गिट्टी मात्रै हालेर रहेछ यसमा त झन् चिप्लिन्छ अब एकछिनमा भेटौँला तरिका यस्तै छ जिन्दगी गाह्रो छ नो वे ब्रो मेरो गाउँ जाँदा झन् कस्तो छ होला बाटो one day I'll go in my place with my own dirt bike okay साँच्ची भन्नुपर्दा एक दिन कुनै दिन यही बाटो लिएर हिँड्नेछु कतिचोटि भन्नु अब धेरैचोटि भन्दैन होला म होला कपुरकोट देखिसकेको छ गाइजहरू कपुरकोट कपुरकोट फाइनल्ली कपुरकोट इन्ट्री भइसकेको छ 1 घन्टा 20 मिनटमा कपुरकोट ल कपुरकोट आइपुग्यो अब खाना कहाँ खानु भन्ने कुरा हो खाना चाहिँ कहाँ खाने भन्ने कुरा हो यहीँ खानुपर्छ कि कता खानुपर्छ खाना त यहीँ खानुपर्ने हो तर पनि होटेल सिसी बालिन्दै जस्तो पनि हुँदो रहेछ सो खाना खाएन मैले निस्किसकेँ यहाँबाट चाहिँ अब अर्को ठाउँ जहाँ भेट्छ त्यही खान्छु अलि यहाँ चाहिँ अलि वातावरण मैले देखेन माहौल देखेन मैले खाना खाने यहाँ कपुरकोट आइपुग्यौँ अब लेट्स गो अब सल्यानतिर प्रवेश है त गाइजहरू ल अब हामी एकछिनमा भेटौँ न कपुरकोट क्रस भइसकेको छ अगाडि अब कहाँनिर हुन्छ कि खाना खाने ठाउँमा के भने अब कतै भेटौँला अब एकछिनमा ल हो लाउँदैन पिरती घरमै छ
श्रीमती हो ल सही हो सही हो फेरि मेरो दाइ अगाडि गइसक्नु भएको छ त्यो रमाइलो भइरहेको छ रेस हार्नुलाई दाइसँग बडा राइडर हुनुहुँदो रहेछ है दाइ चाहिँ सल्लाहको रुखहरू सल्यान प्रवेश ठिक्कको छ दियोस् राम्रो भइरहेको त्यस्तो जाडो पनि भएन त्यस्तो गर्मी पनि भएन ठिक्कको ए बाबुहरू यो ठाउँको नाम के हो के टुनिबोट अब अगाडि के आउँछ सल्ले होला सल्यान कटिसक्यो अझै उतै हो ए लुमबाट गर्छ के गर्छ बड्डा तिमीहरू के खेल्छौ त्यो टायर गुर्काने कसले बनाइदिथ्यो तिमीहरू आफै बनाएको थियौ के अचम्म लाग्दो रहेछ नि त नि टायर त स्कुल पढ्दैनौ तिमीहरू आज बिदा छ के को बिदा आज हो मैले त भोक लागेको थियो त बड्डा अलिकति भात दिन्छौ कि रोटा दिन्छौ कि भनेर दिन्छौ कसको घर हो त कहाँ हो तिमीहरूको घर एउटो रोटो भयो नि हुन्छ क्या दिने हो दिने कि नै दिन्नै ल म गएँ क्या त्यो ऐना त फर्क्याउँछ त तिमी बड्डाहरू रोटा दिन्न हो यार मलाई त तेरिका यस्तो भोक लागेको थियो रोटै दिनौ नि तिमीहरूले पख यो टुनी खेला क्यारेटी त अचम्म लाग्ने बिग्दिया हुँदा रहेछन् रोटा पनि दिन रहन्छन् ल गइके म है ल यत्तिकै जिस्केको बच्चा जिस्केको श्रीनगर 11 किलोमिटर ओ सही हो श्रीनगर पुगेर खानुपर्छ भात चाहिँ श्रीनगर खानुपर्छ भात चाहिँ भात हो लाग्यो त्यो 11 किलोमिटर भनेपछि ल है ओए ठाउँ त सही छ त पहाड देख्न सक्नुहुन्छ पहाड अनि त्यसपछि खेत सही हो राम्रो छ त्यो ठाउँ राणा गाउँमा आयौँ है हामी राणा गाउँमा प्रवेश भइसकेका छौँ हामी श्रीनगर 4 किलोमिटर श्रीनगर गएर भात खानुपर्छ गाइजहरू के भएछ भने यहाँ दिमाग खराब के भयो भने मैले एयरफोन लाउनै बिर्सेछु यार त तेरिका माइक त हुरुल्लो आएको होला अब के गर्ने एयरफोन लाउनै बिर्सेर भनेको त्यहाँ घुसाउनै बिर्सेछु अब त्यस्तै अब म्यानेज गरेर सुनिदिनु होला बाहिर आफूले बोलेको भन्दा बाहिरको आवाज धेरै आएको होला क्यारवाला ओहो ठाउँ त सही छ त 4 किलोमिटर छ अब श्रीनगर आउनुलाई त्यहाँ बसेर भात खानुपर्छ 12 बजिसकेको छ टाइमिङ चाहिँ 12 बजिसकेको छ अब हामी त्यहाँ पुगेर भात खानेछौँ अनि त्यहाँदेखि निस्किन्छौँ अहिले मैले उता बजारमा चाहिँ खानेकुराहरू ब्यागमा राख्छु त्यसपछि बाटोमा यस्तोमा काम गरिराख्नु भएको हुन्छ नि दाइहरू उहाँहरूलाई चाहिँ केही खानेकुराहरू पानी दिनेछु मतलब हो यस्तो दाइहरू हुनुहुन्छ नि अघि एकजनाले अफ क्यामेरा थिएन अनि अफ क्यामेरामा चाहिँ मलाई रोकेर के भन्नुभयो भने पानी ल्याउनु भएको छ पानी छ भने दिन्न भन्नुभयो अनि मसँग पानी बोकेको थिएन मैले अब नराम्रो लाग्यो अब के गर्नु अब चाहिँ अगाडि भेट्यो भने चाहिँ दिन्छु किनेर
किनेर चाहिँ ब्यागमा हालेर लैजान्छु यदि भेटिनु भयो भने दिन्छु ओइ त्यही हो खोला पनि पौडी खेल्ने जस्तो खोला छ गाडी कस्तुरी आउँछ यार डर लाग्ने के हो यस्तो what the hell man what the hell यसरी त आउनु भएन नि यार दाइहरू गाइजहरू डर लाग्छ नि यार म मान्छे होइन र मान्छे हिँड्यो भने कहाँबाट कहाँ पुग्छ एकैछिनमा अहिले कहाँ थिएँ म अहिले कहाँ आइपुगेँ घरबाट हिँड्नु मात्रै पर्यो घरबाट निस्किनु मात्र पर्यो मान्छे त कहाँ पुग्छ एकचोटि आउँदा यो पेट्रोल पम्पमा पेट्रोल सकेर कम बिजोग भएको छ पेट्रोल सकेर बाइकमा पनि थिएन यसमा होला भनेर ढुक्क भएर आएको त सकिएको पछि माग्दै हिँड्नु पर्नु भयो अरू मान्छेहरूलाई माग्दै हिँड्नु परेको थियो तरिका भात खाने ठाउँ नै भेटेन यार फेरि पनि सल्यान खलङ्गा रुकुम खलङ्गा सल्यान खलङ्गा चाहिँ माथितिर रुकुम खलङ्गा चाहिँ टक्क लगाएर यतातिर है अरू भन्दा नि भात खाने ठाउँ भेटेन कि मैले त्यही टेन्सन लाग्यो गाइजहरू सो फाइनल्ली अब खाना लगाएको छु थारमारेमा आएर लास्ट अप्सन थारमारेमा आएर खाना खान लगाएको छु ल अब खाना खाइसकेपछि भेटौँ ल मेरो भात चाहिँ यहीँ रहेको छ कहाँबाट प्रतीक्षा गर्दै आगो बढेर भात पाइयो खाना यसमा खाएर भेट्नेछु हिजोदेखि भात नखाएको भोक लगाएर मिठो भएको ल अब खाएर एकछिनमा भेट्दैछौँ है ल भात सात खाइयो मस्त पाराले अब हिँड्न फेरिको तपाईँतिर टक्क लगाएर बात चौर हो यो चाहिँ सहिद गेट घोराइको होइन नि फेरि त्यस्तै छ भात सात खाइयो त्यो मिठै लाग्यो भात चाहिँ भोक लगाएर हो त्यही हो ठिक छ अब भात खाइयो अब घन्टा लाग्ला 2 घन्टा त स्योर लाग्छ मलाई एकचोटि हेरौँ अब के कति लाग्छ टाइम अहिले एकछिनमा थाहा पाइहालिदिन्छ नि ल है त्यही नै हो ल टक्क लगाएर अब हामी सिमरुत पुग्दैछौँ सिमरुत पुग्न लागेको छु तर के भयो भने निन्द्राले लड हानेको म त झुङ्न लाएँ बाइकमा पनि यस्तो गर्न लाएँ त्यही भएर एकछिन पल्टिनु पर्यो ल है ल तरो निन्द्रा लाग्यो किन यस्तो निन्द्राले त बाइक त कता फालाम जस्तो लाग्यो तेरिका गाह्रो भयो एकछिन पल्टेर रेस्ट गरेर जानुपर्ने छ है यहाँबाट हात पनि बबाल देखिसक्यो ल एकछिनबाट मगाइदिएर टक्क लगाएर देख्न सक्नुहुन्छ यहाँबाट कहाँको हिमाल देखेको छ ल टक्क लगाएर देख्न सक्नुहुन्छ कहाँको हिमाल देखेको छ सिन दामी छ बबाल एक निन्द्रा पुऱ्याएर आइसक्यो आधा घन्टा जति यसो सुतेर
हिँड्यो धेरै सुत्नु मन थियो तर के गर्ने टाइममा पुग्न सकिँदैन धेरै सुत्यो भने सही छ वातावरण अनि अब हिँड्यो हिमाल कहाँको हिमाल रहेछ त्यो ल अब चल्दिसकेर आऊ यहाँबाट चाहिँ बबाल हिमाल देख्यो यहाँबाट झन् पुरै हिमालै हिमाल है हिमालै हिमाल कहाँको हिमाल हो के हो थाहा छैन तर हिमाल त हिमालै हो जाँदै जाँदै लानु लगाइसकेको छ अझै पनि पुगेको छैन गन्तव्यमा ठिकै छ केही छैन केलाई बिस्तारै होइन कति लामो लागेको यहाँ बाटो 5 घन्टा हिँडिसक्यो त पुगेन 5 घन्टा जोको एक ठाउँमा नबसेर एकचोटि चाहिँ सुते आधा घन्टा त्यहाँदेखि भात खान बिर्सेको त्यहाँदेखि एक ठाउँ पनि बिर्सेको छैन हिँडेछ जान सक्छौँ हिमाल गाउँ एकदमै राम्रो छ बाइक त के भन्ने बाइक मान्छे सबै ध्वस्त छन् धुलोले हेर्दैनौँ धुलो धुलै धुलो धुलो ओहो धुलो त के भन्ने होला धुलो त कहाँको हिमाल रहेछ त्यो सही देखिया छ औ नानी नानी यहाँ यो नानीसँग यसो 1-2 शब्द म सोध्नेछु के सोध्दैछु भने यो ठाउँको नाम के हो यो ठाउँको नाम के हो थाहा छैन नानीहरू चाहिँ लजाए है बोल्नलाई भागे किन हो त्यसो डराए कि के गरे खै नानीहरू चाहिँ भागिसके ठाउँको नाम के हो भनेर सोधौँला भनेको त ठिकै छ केही छैन राम्रो हिमाल देखेको छ एकछिन बसेर पिस तरिकाले हिमाल हेर्नेछु बस्नेछु अनि टक्क लगाएर निस्किनेछु यहाँबाट ल यहाँ हिमाल देखेको थियो को भेट्ला भनेको थियो एकजना भाइ भेटेको छ फोटो खिच्न पठाएको छ यो भाइलाई मेरो फोटो खिचेको छ यो भाइले यो भाइ चाहिँ कहाँबाट रे सोलापाङबाट हिँड्दै आएको कति घन्टा लाग्यो 3 घन्टा कहाँ जानु लाग्यो अहिले झुल्नेटा यहीँ माथि हो नि झुल्नेटा एक्लै आऊ हिँड्दै एक्लै आऊ के गर्छौ तिमीले पढ्छौ कि के गर्छौ हो मम्मी बुवा कहाँ हुनुहुन्छ इन्डिया हुनुहुन्छ यहाँ को हो त दिदी र तिमी टक्क लाएर बाइक यस्तो छ तलतिर जाने भए लगेर जान्थे होला माथितिर जाने रहेछौ अरू ठिक छ नि लौ पैसा नास्ता खाए है 100 रुपियाँ लौ यो 200 रुपियाँ नास्ता खाए है ल हुन्छ जाऊ राम्रोसँग गए ल है ल यसो हल्का भाइलाई खुसी बनाएको अघिदेखि मैले भनिरहेको थिएँ नि के भन्छ बाटोमा के भन्छ काम गर्ने मान्छेहरूलाई यस्तो दिम्ला भनेर त्यो चाहिँ मैले ब्यागमा बोकेर हिँडेको छु पानी र खानेकुरा चाहिँ चाउचाउ र फ्रुटी तर भेट्टिनु भएको छैन के त्यही भएर यो भाइ कहाँबाट भेट्यो मेरो फोटोसोटो खिच्दियो केही छैन बिचरा हिँड्दै आएछ मसँग थोरै पैसा थियो त्यो 200 रुपियाँ दिएको केही छैन त्यत्नाबाट हिँड्दै आएको रहेछ त्यही भएर यसो माया लाएर दिएको त्यही हो अब यहाँबाट निस्किन्छु म ल टक्क लाएर 1 2 3 गो ल बाइक चाहिँ हल्का चिप्लेर लड्यो त्यो ओह्रालोमा हानेर यहाँबाट लड्केर हानेर लड्यो हल्का चोट लाग्यो फोरै भयो यस्तै छ गाह्रो कस्तो चिप्ल्यो यार त तेरिका हेलमेटमा हिलो अनुहारमा के छ अनुहारमा पनि हिलो ओ माइ गॉड गाह्रो पर्यो हल्का चिप्ल्यो नि त बाइक के भयो यो बाङ्गे छ अनि केही होइन त्यस्तो खासै केही भएको छैन रहेछ गाह्रो पर्यो हल्का ल त अब चल्दैछ फेरि
केही छैन ल हल्का अब बाइक चिप्ल्यो यतातिर हल्का स्क्र्याच भएको छ यतातिर हिलो भयो कपडामा के गर्नु अब जानुपर्ने हुन्छ ब्रेक लाग्दैन ब्रेक चाहिँ खुम्चेको छ पुग्न लागेको बेला झन् बिस्तारै चिप्लिनु त ल पुग्ने बेलामै हल्का क्र्यास भयो बाइक हल्का मलाई हिलो भयो बाइकको लेग गार्ड बाङ्ग्यो त्यसपछि ब्रेक चाहिँ लाग्दैन ब्रेक पनि के जाम भइसक्यो त्यही हो ब्रेक बिना जानुपर्ने हुन्छ अब सोलबाङ पुग्न लागेको छु म चाहिँ उकालो लाग्यो खलङ्गातिर उकालो लाग्यो उकालो अब आधा घन्टामा पुग्नु चाहिँ पुग्ने बेला तर के गर्नु क्र्यास भइदियो नि त तरिका तनाव भने साँच्ची भन्नुपर्दा मेरो खुट्टा चाहिँ दुखिरहेको है दुई ठाउँमा हात चाहिँ यहाँनिर यस्तो भयो यसमा चाहिँ ढुङ्गा छिरेको थियो भित्र कस्तो चिप्लेको के चिप्लिनु पनि हेर त नसोचेकै घटना भइदियो नि त त्यत्रो गाह्रो स्टेज पार गरेर लास्टमा सजिलो ठाउँमा आएर धेरै एटिट्युड नदेखा बहिनी गाडी जति नै नयाँ भए पनि साइलेन्सर कालो नै हुन्छ अरे ओहो खतरा हो हजुर हो अब खलङ्गासम्म त जाँदै भ्लग गर्दैन मुसी डाँडासम्म गएर चाहिँ भ्लगिङ गर्नेछु हिलो भयो अब के गर्ने दिमाग खराब ल अब उकालो लाग्यो छ त्यहीँ माथि गएर भेट्नुपर्छ क्या हो त्यस्तै लाग्यो माथि डाँडै गएर भेट्नुपर्छ अब ल हामी अब मुसी डाँडा पुग्न लागिसकेका छौँ खलङ्गा बजार देखिन्छ अब त्यहाँदेखि टक्क लागेर बाइकको हालत त गम्भीर भयो नि त गम्भीर ओ माई गड डुप्लिकेट हामी मुसी डाँडा आइसकेका छौँ फाइनल्ली त ब्रेक छैन के को कुदाउने हो ल यही नै हो हाम्रो खलङ्गा बजार फाइनल्ली आइयो कति भनेपछि
5:30 घन्टामा पुग्यो है। 5:30 घन्टामा पुग्यो। पुग्ने अवस्थामा पुग्ने बेलामा हल्का क्रास भयो। यस्तै छ। अब भ्लग चाहिँ यहीँ इन्ड गरौँला जस्तो छ। उता अलि लामै हुने भयो। त्यसैले डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। ल यही हो हाम्रो खलङ्गा बजार चाहिँ टक्क लाएर त्यही हो। बाइक पनि हल्का क्रास भयो। 4x4 छ, गाह्रो भइरह। त्यही हो। ल सब्सक्राइब लाइक कमेन्ट सेयर गर्न चाहिँ नछोडिदिउँ। भिडियो कस्तो लाग्यो कमेन्ट चाहिँ गरिदिउँ। ल बाई बाई, टेक केयर गाइज।